चारजना कि तिनजना छ हौ ल युनिभर्सिटी गाडी चाहिँ सही कुदाउनु पऱ्यो नि यहाँ फेरि क्यामेरा कत्रो दिएछ राख घुमाउनु न दाजु घुमाउनु न एक राउन्ड घुमाउनु न फर्स्ट हुनु भइसक्यो उहाँ ल धन्यवाद तपाईँहरूलाई बाई बाई हामी चाहिँ एकदम झर्दैछौँ र हाइकिङ आउने क्रममा एकजना हाम्रो बोजू चाहिँ हिँड्नु सक्नु भएन सुतिराख्नु भएको छ हेलो गाइस चारजना कि तिनजना छ हौ ल युनिभर्सिटी गाडी चाहिँ सही कुदाउनु पऱ्यो नि यहाँ फेरि क्यामेरा कत्रो दिएछ राखेको छ छाताले मजाले उडाउनु है बुझ्नु पछाडि लड्ने मान्छे लडेर हामीले नि कस्तो हुँदैछ साह्रो छ कताले खुने गर्नु साह्रो भयो होइन बुझ्नु मेरो खुट्टा दुख्छ हौ घोडा दुख्छ क्या शीतलमा बस्छौँ ल नबस्नु म बस्छु बरु सक्दिनँ ल त्यो भएर घामले लड्दैन भने छेकिदिनु परेन त्यही त के भन्छ हौ यस्तोहरू दुख्छ क्या अब अलिक पाएको भएर होला यहाँनिर चाहिँ हाम्रो बोजू यस्तोहरू दुख्छ गल्नुभएको छ उस्कालै हिँड्दाखेरि हाम्रो बोजू हेलो गाइस म चाहिँ यहाँनिर आफू बस्ने ठाउँ हो मेरो आँखाले देखिरहेको छु मेरो आँखा पनि तगडा हो क्या यो हो क्या दाइ हामी बस्ने ठाउँ यहाँ हेर्नु पान्ताले हामी चाहिँ यसरी जाँदैछौँ अनि भ्यू हेरेर अनि हामी चाहिँ यो फ्याक जान्दा भएकोमा जान आँटेको खासमा चाहिँ यहाँनिर हाम्रो बोजूहरू बसिराख्नु भएको छ एकदमै अलिक हिँड्नु सक्नुहुन्न बोजू चाहिँ खुट्टा दुखेर हामी जाँदैछौँ अरू पनि आउँदै हुनुहुन्छ धेरैजना काठमाडौँ आदि मात्रै देखिन्छ गएको छु मेरो साथीहरू चाहिँ हिँड्न नसकेर यहीँ नै अब बस्ने भनेर एकदम डिस्कस हुँदैछ यहाँनिर ल हुन्छ भाउजू अब नजाने भन्नुहुन्छ त ल बस्नु ल भाउजू बोजू पनि बस्नु है बाई बाई ल साथीहरू नेपालको झन्डा विशेष डम्बरू पानी चाहिँ एकदम छोडिहाल्नु जस्तो छ यसलाई के भन्छ त हावा गर्ने हावा घर भन्छ के भन्छ ब्युटार भन्छ क्या हावा घर
जसरी बुझ्दा नि हुन्छ हामी चाहिँ भ्युटार अर्थात् हावाघरबाट है त अब यति घुम्नु निस्केपछि यति फोटो खिच्यौँ हामी त घुमेको अर्थ हुँदैन त्यही भएर यो चाहिँ एकदमै उकालो र यहाँ तल बाई बाई गर्दै हुनुहुन्छ हाम्रो टोलीहरू गएर हिँड्नु नसकेर भाउजू हुनुहुन्छ हाम्रो एकदमै सानो ज्यान गरेको दाई अगाडि हिँड्दै हुनुहुन्छ नाखे ठोकेला जस्तो उकालो छ खै अनि घाम छुनु छुनु आँटेला जस्तो छ यहाँनिर कस्तो भइरहेछ दाइ हाइकिङ होला यस्तो त होइन कि यस्तो चाहिँ भएको छ कि अहिले के भएर पेट घट्ने डरले हो उकालो चढ्दाखेरिको अनुभव चाहिँ यो हो नि त हो हेर्नु त ओह्रालै जानु पर्ने हुन्छ आयो तर मलाई यो उकालो भन्ने खासै वास्ता भएको छैन किनकि म पाहाडमा धेरै हिँडेको मान्छे हो र गर्मीले यो पछाडिको एउटा मूर्ति छ यसमा चाहिँ तपाईँलाई थोरै देखाउँदैछु यो चाहिँ सेम म जस्तै पो छ रहेछ त तर म गइनँ त्यहाँसम्म चाहिँ किनभने म जस्तै रहेछ अनि त्यही भएर भरे युद्ध होला जस्तो लागेर फाइनली साथीहरू हामी चाहिँ लगभग यो झन्डा भन्छ अनि डम्बरू भएको ठाउँमा आइसकेको छौँ है त हामी देख्न सक्नुहुन्छ काठमाडौँ सहर हेर्दाखेरि मलाई लाग्छ लहर थाम्ला जस्तो अलिक छैन है तपाईँलाई थाम्छ कि देश थाम्छ त्यहाँबाट आउनु मन खेल्नु थाले घुमाउनु न दाजु घुमाउनु न एक राउन्ड घुमाउनु न डाँडाको भिडियो चाहिँ यति नै है त अब म झर्ने छु ओह्रालो र मेरो युट्युब च्यानल पनि रहेको छ लाइक सब्सक्राइब गरिदिनु होला नन्दुवाङ भ्लगलाई माया गरिदिनु होला मैले लिङ्क राख्नेछु छैन ल त बिस्तारै जानुहोस् पुग्न आँट्नुभयो अब त्यस्तो विशेष त केही रहेन रहेछ हजुर कहाँबाट आउनुभएको हामी सातो बाटोबाट हामी नजिक तपाईँको टोलीहरू त छोड्नुभयो त एकदम तल के तपाईँ अलिकति म्याराथनमा अगाडि हो दौड ठिक छ त तपाईँ पनि सातो बाटै उडाउनु भएको तपाईँ दोस्रो हुनु आँट्नुभयो तपाईँ तपाईँको साथी अघि फर्स्ट भइसक्नुभयो माथि पुगेर ए नाना हो ल नमस्कार है दिदी बहिनीहरूलाई अन्तिम हुनुभयो त तपाईँहरू त हजुर अन्तिम हुनुभयो त हो नि भाइ हिँड्नलाई गाह्रो रहेछ र ठाउँ चाहिँ राम्रो तर हिँड्नै गाह्रो के अगाडि पुगिसक्नु भयो फर्स्ट हुनु भइसक्यो उहाँ ल धन्यवाद तपाईँहरूलाई बाई बाई हामी चाहिँ एकदम झर्दैछौँ ओह्रालो मजाले हाम्रो दाइ खुट्टा कमाउँदै हिँड्नुहुन्छ अगाडि अघि ल्याउने बेलामा चाहिँ बिस्तारै जाउँ भन्दै अनि मलाई अहिले चाहिँ किन पछाडि छोडेको भनेर मैले अगाडि लगाएको है उहाँलाई चाहिँ म सबैको माया गर्ने खालको मान्छे हो कि त्यही भएर अगाडि लगाइरहेको छु अहिले दाजुलाई एकदम सम्झना रहने खालको भिडियो है त
र हाइकिङ आउने क्रममा एकजना हाम्रो बोजू चाहिँ हिँड्नु सक्नु भएन, सुतिराख्नु भएको छ। हेलो गाइस, यहाँनिर चाहिँ हेर्दा हेर्दै